श्री कृष्ण, राधे राधे। के तपाईँ 11 र 12 काठमाडौँमा 100% स्कलरसिपमा पढ्न सोच्दै हुनुहुन्छ? हो, सही सुन्नुभयो। काठमाडौँ महानगरले काठमाडौँ महानगर स्कलरसिप र यसलाई बालेन स्कलरसिप भनेर पनि चिनिन्छ। बालेन स्कलरसिपमा अप्लाई गर्नलाई गभर्नमेन्ट स्कुल पढेको र प्राइभेट स्कुल पढेको दुईटै स्कुल पढेको बच्चाहरूले अप्लाई गर्न सकिन्छ। र अप्लाई गर्नलाई यसमा जिपिए को कुरा गर्नुहुन्छ भने 1.6 जिपिए लाग्छ और एबोभ। र यो फर्म चाहिँ अनलाइन फर्म हुन्छ, अनलाइन मार्फतबाट तपाईले अप्लाई गर्न सक्नुहुन्छ र यसमा चार्ज चाहिँ लाग्दैन, नो चार्ज है। र अब यसको सिट्सको डिटेलको कुरा गर्नुहुन्छ भने सिट्स कति छ भनेर यो भ्याली भित्रमा, काठमाडौँ भ्याली भित्रमा 390 वटा कलेजमा 4624 वटा सिट, 4624 सिट्स। यसमा अब के पढाइ हुन्छ भने साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, ल। र अब साइन्समा कति सिट छ, म्यानेजमेन्टमा कति सिट छ, ह्युम्यानिटिजमा कति सिट छ, लमा कति सिट छ भन्ने कुरा गर्नुहुन्छ भने साइन्सको 104 वटा कलेजबाट 1752 वटा सिट छ, 1752 वटा सिट है। म्यानेजमेन्टमा 170 कलेजमा 170 वटा कलेजमा 2493 सिट, ह्युम्यानिटिजमा 173 वटा सिट, लको कुरा गर्नुहुन्छ भने 136, एजुकेसनको कुरा गर्नुहुन्छ भने 70 सिट। यो सिट एलोकेटेडको कुरा गर्नुहुन्छ भने नर्मली कुनै कलेजले 500 सिट भर्ना गर्यो भने, 500 स्टुडेन्ट भर्ना गर्यो भने त्यसको 10% सिट चाहिँ एलोकेटेड भएको हुन्छ। र यो सिट डिस्ट्रिब्युसन कोटाको कुरा गर्ने हो भने यसमा कुन कोटामा कति दिएछ भने 40% कम्युनिटी स्कुल पढेको बच्चाहरूको लागि, 5% चाहिँ प्राइभेट स्कुल पढेको बच्चाहरूको लागि। 5% प्राइभेट स्कुलको के छ भने त्यो स्कुलमा पनि तपाईहरुले स्कलरसिपमा पढेको कुराहरू एउटा लेटर प्रिन्सिपलबाट सिफारिस गराएर ल्याउनु पर्छ। र 9% चाहिँ काठमाडौँको पर्मानेन्ट रेजिडेन्सको लागि र 1% चाहिँ ल्यान्डफिल एफेक्टेड एरिया, यो भनेको हाम्रो ककनी, नुवाकोट जहाँ हाम्रो फोहोर फाल्ने एरिया एफेक्टेड एरिया छ त्यहाँहरूको बच्चाहरूको लागि। अब मोडल क्वेसनको कुरा गर्नुहुन्छ भने यसमा 100 मार्क्सको हुन्छ। 100 मार्क्सको एक्जाममा 30 मार्क्स चाहिँ इङ्ग्लिस ग्रामरबाट, 30 मार्क्स म्याथमेटिक्सबाट, 30 मार्क्स साइन्सबाट र 10 मार्क्स जिके र करेन्ट एफेयर्सबाट। यो स्कलरसिप 11 र 12 मै फुल 100% स्कलरसिप हुन्छ। र जुन यो 40% आरक्षणको सिफारिसको कुरा गर्नुहुन्छ भने कुनमा कतिवटा कोटा छ र यो सिफारिस कहाँबाट कसरी बनाउने हो भनेर तपाईहरुलाई जिज्ञासा होला त्यसको पनि। र यसको अब कोटा कहाँबाट कति दिएछ भने सोध्ने हो भने महिलामा 33% सिट छ, त्यस्तै गरी खसार्यमा 17% सिट छ, जनजातिमा 15% सिट छ, मधेसीमा 12% सिट छ, दलितमा 9% सिट छ, त्यसै गरी थारूमा 4% सिट छ, दुर्गम क्षेत्रको बच्चाहरूको लागि 4% सिट छ, मुस्लिमको लागि 2% सिट छ, अफाङको लागि 2% सिट छ, शहीदको लागि 2% सिट छ। यो विभिन्न सिट्सहरू तपाईहरुले 40% आरक्षणमा डिभाइड भएको छ। र यसको सिफारिस कहाँ गराउनु भनेको महिलाको नागरिकताबाट नै हुन्छ, खसार्यको। र यो जति खसार्य, जनजाति, मधेसी, दलित, मुस्लिम यो सबैको फर्स्टमा तपाईले वडा कार्यालयबाट सिफारिस बनाउनु पर्छ। वडा कार्यालयको सिफारिसको आधारमा हाम्रो जिल्ला प्रशासन कार्यालयले यो सिफारिस बनाइदिन्छ। र त्यस्तै यो प्राइभेट स्कुल पढेको बच्चाहरूको लागि एउटा अनुसूचित 2 को एउटा फारम हुन्छ। त्यो फारम तपाईहरुले चाहिएमा या फर्दर मोर इन्फर्मेसन चाहिएमा मलाई व्हाट्सएप गर्नु होला। तपाईको भाइ नरेन्द्र यादव छँदैछ। धन्यवाद, थ्यांक यू।